पार्टीका प्रदेश कमिटी जिल्ला कमिटी लगायतका सम्पर्क मन्त्री लगायतका नेताहरू र यहाँ उपस्थित रहनुभएका सम्पूर्ण आदरणीय जनसमुदायमा मेरो हार्दिक नमस्कार व्यक्त गर्न चाहन्छु। सबैभन्दा पहिला म यहाँहरूलाई यो आउँदै गरेको 2082 सालको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु। यहाँहरूको मनमा लिनुभएको उद्देश्य कार्यक्रम कार्ययोजना यो 82 सालमा सफलतापूर्वक सम्पन्न होस्, यही नै मेरो शुभकामना छ। मैले यसभन्दा पहिला पनि भनेको थिएँ, हामी सपना देख्ने कुरा गरिरहँदाखेरि रात हिँडिरहेको बेलामा मात्र सपना देख्ने कुरा गरिरहेका हुन्छौँ। तर रात हिँडिरहेको बेलामा देखेका सपनाहरू सबै पुरा हुन्छन् भन्ने छैन। त्यसैले हामी सपना अहिले यहाँ बसिरहँदा देखौँ र पर्सि 1 गते आउँदैछ, भोलि बिहान हामी देखौँ र 1 गते बिहान हामी ओछ्यानबाट बिउजुदा कमसेकम 5-7 मिनट ध्यानपूर्वक खाटमा बसेर हामी 82 सालको सपना देख्यौँ। 82 सालमा हामी के गर्यौँ, त्यो व्यक्तिगत सपना देखौँ, त्यो पारिवारिक सपना देखौँ, त्यो पार्टीगत सपना देखौँ, त्यो समाजमा हामीले ल्याउनु पर्ने परिवर्तनको सपना देखौँ। के गर्ने हामीले 82 सालमा हामी त्यो देखौँ र 82 सालमा यस्तो गर्नुपर्छ, पार्टीले यो काम गर्नुपर्छ, यो सम्पर्क मञ्चले यो काम गर्नुपर्छ भन्ने सपना हामीले 1 गते बिहान सबेरै देख्यौँ भने मलाई लाग्छ त्यो सपना हामी पुरा गर्न सक्छौँ। क्यालेन्डर उद्घाटन गर्ने कार्यक्रम छ। अहिले हामी तिथि मिति खोज्नको लागि यो प्रिन्टेड कपी कमै प्रयोग गर्छौँ। क्यालेन्डर बनाउनुहोस्, पर्सि भोलि नै बनाउनुहोस्। पर्सि 82 सालमा 82 सालको 1 गतेदेखि 82 सालको 31 गतेसम्म, चैत्र 31 गतेसम्म हामी के कार्यक्रम गर्छौँ, के गर्छौँ सम्पर्कमा। आज हामीले पिकनिक गऱ्यौँ, यहाँ नाचौँ, गीत गाउँ, रमाइलो गफ गरौँ, सबै चिज हामी गरौँ। तर हामी क्यालेन्डर, एउटा क्यालेन्डर तपाईँ ल्याउनु भएको छ, त्यो सँगसँगै कामको क्यालेन्डर बनाऊ। कुन महिना, कुन गते, कुन तिथिमा हामी के काम गर्छौँ, त्यो क्यालेन्डरले हामीलाई यो 82 सालभरि लैजान सक्छ। हामीले यो गर्ने भनेको